होलीको लागि चाहिँ हामी यहाँ कलरहरू किनेर रेडी भइरहेछ। आज हाम्रो यात्रा हुनेछ काभ्रे बेदान चोकको। अब सबैलाई सर्वप्रथम सबैलाई ह्याप्पी होली भन्न चाहन्छु है। अब हामी पनि यहाँ होली मनाउनको लागि बेदान चोकको लागि रेडी भइसक्यो। यहाँ हाम्रो छ च्यान्स हो। अनि आशा गर्छु तपाईँहरूलाई पनि सन्चै होला, हामी पनि एकदम सन्चै छु। स्टे सेफ भएर होली खेल्नु होला। ल हामी चाहिँ रेडी भइसक्यो, अपडेट गर्दै गरौँला। हामीसँग जोडेर बस्नु होला होइन, टाढाबाट भए पनि त्यही त वायरलेसबाट जोडेर बस्नु होला। बाई बाई। सबै ब्यागतिर हुन्छ हुन्छ हाल्नु त, यता साइडमा हालिदिनुहुन्छ। ओए बस्नु त सँगै जाउँ, फोन गर अहिले। जाने होइन, जाने होइन, लु छिटो आऊ। साथै होला हामी नै अलिअलि लाएर त्यहाँ सुरु गर्नुपर्ने थोरै थोरै जाउँ। यो पनि चिन्डै लगाइदिनु पऱ्यो त मिलाएर। साथीहरू हामी चाहिँ पनौजबाट निस्किसक्यो बेदान्चोकको लागि। लगभग मान्छेहरू सबै यहाँ फर्किने बेला भइसक्यो। हामी चाहिँ के गर्नु, केटाहरूलाई कुर्दा हैरानै भयो। घुराहरू कोही बाल्टिन बोकिरहने अब घुरा बेलामै मजा आयो कि जे पनि है। रोडै भिज्ने गरी खेलिसकेको रहेछ। बाटो त यहाँतिर नि जोस बनाउँदैछ है, यत्रो क्याबिन हानेको छ। त्यही पनि हो। अनि त्यसरी उडाउँदै कठामा सुताउँदै डेराको रामलाई तलाक भएर परेलमा आउँछ भनेको म एक्लै यो थाङको डाँडामा फेरि मान्छे नभेट्नु आल्टो म चाहिँ भ्लाटको छिरेपछि ड्याङ गर्ने इन्जिन अनि त एकमै हिँड्नु नसक्ने छिटेर एकैचोटि चक्का घुमेपछि नतान्दैछ कि यो 150हरू हेर्नु नि कस्तो यो त ढुक्कै छ नि राम्रोमा त। यहाँ राखेर त तपाईँको त कहाँ हुने। ओहो लाली गुराँस फुलेको रहेछ है। होली लगाएछ सोल्टिनेहरूलाई। ओए केटो के भयो? हाम्रो अफ गर्नु पर्यो। हाम्रो यो डुक भन्ने डुकै हो, खतरा आइरहेछ यहाँ। अरू बाइकहरू केटाहरूको बाइकै नतानेर तनाव आयो। ताने नि यार यो पनि। बाटो चाहिँ यस्तो चाहिँ यता जीवनको हालत।
डेन्जर छ ए तान्ने तान्ने ओर्लेर आऊ अलि फुल पिकअप लिएर त्यसले पिकअप लिन सकेको कहाँ जान्छ पिकअपै छैन क्या ओर्लेर आउनु हो केटा हो सिङ्गल एनएस त कामै छैन ताते भयो ल म चाहिँ पुरै एयर कुलर के ये ता ठेल केटा ठेल ठेल्यो केटोले ठेल्यो ल्यायो 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 ए केटा रे होली बनाउन आएको यहाँ ए बाइक हाक्यो मासला तान्दैन नि यो त यो तान्दैन बढी स्कुटर गुई गुई गयो यसको त प्रब्लम यो हो नि यसको त चढ्दैन थियो ओइ केटा बाइक ठेल्ला चाहिँ एक्लै फेरि पानी परेको लिकमा हाल्न कोही केटाहरू यहाँ पुगिसक्यो केटाहरू कोही ऊ आमा ऊ स्कुटरवाला हेरि स्कुटरवाला त्यहाँ केटाहरूले हो ल जाउँ जाउँ जान्छ हामी त इजी हो यति त हजुर टेबल चाहिँ अलिक खोइ यसले थाहा छैन तर म सिङ्गल त कस्तो कस्तो उकालो गएको छु नि म यो लिएर स्कुटर म चाहिँ डबल लोड आउँदो रहेछ बरु गुरुरु रोक्नु परेको परेन तिमीहरूको नयाँ हो हालिहाल्छ हो केटाहरू नजिक नजिक क्रेन लाउनु नपरोस् ओहो ठुलो पामा झ्याउने लिएर ठुलो खुवायो नि केटोले हो ल बस सस पनि आएर चाहिँ यहाँ त देउराली डाँडो गाउँ जानुपर्छ हो नि टर्निङ पोइन्ट हो अझै माथि बाइकको लागि हामीले त यहाँ राखेको थियो फोहोर यहीँ हो माथि लाग्छ हामीले त ऊ यहाँ राखेको माथि होइन अलिक तल चाहिँ ऊ यहाँ तल अब बसहरू त टन्न रहेछ त हो छोडेर भए पनि दिनु पर्यो क्या आज चाहिँ यात्रा केटाहरूलाई कुरो पनि ए चाउ छेउमा नलैजाउँ ए यही हो बेधान चोकको इन्डिङ पोइन्ट चाहिँ यहीँ राख्ने गरेछ बाइकहरू सबै हाम्रो यहाँ बाइकहरू चाहिँ यहाँ राख्छ मिलाएर अब हामी चाहिँ फाइनली यहाँ पुगिसक्यो केटाहरू बाइक नतानेर चाहिँ बसी बसी आउँदैछ है
स्कुटरमा सरर हेर्न त हजुर हजुर यो हेर्न त यही हो खत्रै तान्दो रहेछ बरु है डबल लोड हजुर केटाहरू आउँदै गयो बाइकमा तानेर जो भइदियो हामी आइपुग्यो बरु के हो पसिना आयो क्या हो जीवनलाई यसलाई पुरा ज्याकेट खोलेको छ त हो ल वेलकम छ वेलकम लाउने हो कि त्यसो लाउनु त्यसरी हाल्ने होइन कि तल च्याङ्ग्रे अनि ल्याउने हो कि त्यो राम्रो अरूले पैसा गर्ने हो कमान्डो गएको हुन्छ यो माथिले बन्द ए कानको खस्यो यार भयो भयो ल तपाईँले अलिअलि भएन कि यसले यसले कडाक लगाइदियो यसलाई यो चाहिँ गाडीहरू राख्ने इन्डिङ पोइन्ट छ यहाँबाट हिँडेर जानुपर्छ हामी चाहिँ हिँडेर चाहिँ कहाँ पुग्नुपर्छ भन्दाखेरि ऊ त्यो डाँडा जुन छ नि त्यो डाँडा क्रस भएर जानुपर्छ हामी ल यहाँ माथि त्यहाँ पुग्नुपर्छ है गाइजहरू है मान्छेहरू हिँड्दै गइरहेछ यहाँतिर मान्छेहरू कोही आइरहेछ कोही गइरहेछ है है सबलाई ह्याप्पी होली है गाइजहरू आज चाहिँ हामी बेथान चोकमा यसपालिको होली चाहिँ बेथान चोक मान्छेहरू आउँदैछ है यहाँतिर अझै कलर लगाइदिनु भने होइन लगाइदिनु हुन्छ गालामा अलिअलि झन् यस्तो पो राम्रो त नि होलीमा त गालामा अलि ल के होली खोइ त्यो सबलाई लगाइदियो सब खोइ देखो ए माथि अझै के कम छ त त्यो सबै पार्क बनाइदियो पया पया खुट्टा त मा कस्तो गलेको यार यो कस्तो रहेछ है अझ ओह्रालो झर्ने बेला हो कि मलाई मात्र मेरो मात्र काम हो नि यसको नि कामै के हो त्यो नजिउ कुनै नभोग्छ के ठिकै चाउ हेर त्यहाँ जीवनको हालत हेर त्यहाँ झ्याउनेको आमा टुलु 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 भर्खर यहाँ आइपुग्यो केटाहरू सबभन्दा गाड्दै त्यो पालो जसमा औषधि निकाल न औषधि अहिले खानु टीको मात्रै ला हो ओ एलर्जी नानी भनेको त म लाममा ल मलाई दिन नलाउने मलाई त्यो लगाइसक्यो थोरै मात्र यहाँ हाले ल भाइलाई नि ठिक
यता यता थर थर गाउँदै नआउनु हो यहाँबाट त्यो क्यामेराबाट पनि खिच्नु पर्यो नि धेरै उत्तानो भयो कि सिधा यो बुढो बाजी बसे जस्तो भयो होला टिभी हो चाउ चाउ भने हाम्रो युट्युबर म त पुरा टाउकोमा लगाइदेऊ कलर झिकालेर कलर पायो थोरै टिको भयो नि ह्याप्पी होली है थोरै लगाइदिनु ल यस्तो राम्रोसँग लगाइरहेको छु ओ या हो लगाइदिनु त हुन्छ भइहाल्छ हस् ल भाइलाई पनि अलिकति लगाइदिउँ ल हेर भाइ छेप्पन त फरक हुन्छ आफू चाहिँ मङ्दो हुन्छ हाम्रो दिदी बहिनीहरूलाई नि ह्याप्पी होली कलर छैन हेर्नु सिन्दुर चाहिँ नलाइदेऊ खोइ सिन्दुर लगाइदेऊ ल म दुइटा लगाइदिन्छु ल खोइ म लगाइदिन्छु सर आएको छैन ल तिमीहरू फर्किँला हो को आएको हामी दिदीहरूसँग आएको खोइ दिदीहरू हो भिडियो गरेको छैन ल गएको ल राम्रो जाऊ कारण स्थानमा आइपुगिसक्यो सूर्य हाई फोर त जोते जा आज यसपालि खासै माने छैन है आधीभन्दा बढी मान्छे फर्किसक्यो अरे अघि खाजा खाउँ भने आधीभन्दा मान्छे बाटोमा जति भेट्यो त्यति त हो नि होइन त्योभन्दा अगाडि हामी हिँड्ने बाटो पनि छ नि त छुट्टै तलबाट गाडीमा आएको